Kaya po. Simula tag na. Eh.
पाहुना अवसरमा यहाँहरू सम्पूर्णलाई शुभकामना सहित आज रौगङ्गा गाउँपालिका वडा नम्बर 1 स्थित बेग बाँधुक जोड्ने ऐतिहासिक लामो झोलुङ्गे पुलको उद्घाटनको दिन यहाँहरूलाई म सूचित गराउन चाहन्छु कि समयको अभावसँगै हाम्रो आजकै दिन रौगङ्गा 1 मा अवस्थित श्री महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन पनि आजै हुने हुनाले हामीले यो दुईटै कार्यक्रमलाई एकै ठाउँमा गर्न असमर्थ भयौँ। यस अर्थले हामी पुल बनेकै ठाउँमा आइरहँदा यहाँहरूलाई पक्कै पनि असहज महसुस हामीले गरिरहेका छौँ। यस अर्थले यहाँहरू यहाँ हुन गइरहेको यो अनौपचारिक कार्यक्रममा सहभागी सहित महादेव माविको औपचारिक कार्यक्रममा सहभागी भइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यो कार्यक्रमका अध्यक्षता ग्रहण गरिदिनको लागि रौगङ्गा गाउँपालिका वार्ड नम्बर 1 वडा अध्यक्ष बिलबहादुर फगामीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यस अतिथिको रूपमा आसन ग्रहण गरिदिनको लागि माननीय खम्बीर गरबुजाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यस कार्यक्रमका विशेष अतिथिको रूपमा माननीय हरि भण्डारीज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरी आसन ग्रहणको लागि माननीय विमला गौतमज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहणको लागि विशेष अतिथिको लागि प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरी आसन ग्रहणको लागि विशेष आसन ग्रहणको निम्ति चिरञ्जीवी पौडेलज्यू पूर्व स्थानीय जिल्ला अधिकारी म्याग्दी तथा हाल मातपुर कार्यालय तनहुँका अधिकृतज्यू उहाँलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विशेष अतिथिको लागि आसन ग्रहणको लागि सशस्त्र प्रहरी नायक उपरीक्षक श्री प्रदीप थापाज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्य उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, देश विदेशवासी महानुभावहरू, स्थानीयवासी महानुभावहरू, स्थानीय टोलवासीहरू, टोल संयोजकज्यूहरू, साथै पत्रकार मित्रबन्धुहरू, बेग बाँधुक नौबती बाजा समूहका साथीहरू र आसन ग्रहणको लागि रौगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले यहाँहरूलाई अघि नै सम्बोधन गरिसकेको छु कि आज अनौपचारिक कार्यक्रम रहेको हुनाले सम्पूर्ण औपचारिक कार्यक्रमहरू महादेव माविको प्राङ्गणमा भव्य र सभ्य तरिकाले हुन गइरहेको हुनाले यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू महादेव माविको प्राङ्गणमा उपस्थित भएर कार्यक्रमलाई हर्षोल्लासका साथ समापन गर्नको लागि अर्थात् यहाँहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण आशासहित आजको यस कार्यक्रमलाई छोटो स्वागत मन्तव्य राखिदिनको लागि
रौगाँ गाउँपालिका वार्ड नम्बर 1 महिला सदस्य सेमिता पुन्ज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। बेगो बादुक झुलुङ्गे पुल कार्यक्रम उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण यस झुलुङ्गे पुलको उद्घाटन सम्पन्न गराउनका लागि देश विदेशबाट आउनुभएका लगायत यस गाउँवासी सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फदेखि र वडा कार्यालयको तर्फदेखि स्वागत गर्न चाहन्छु। छोटो समयको कारणले गर्दा मैले धेरै कुराहरू राख्न चाहन्न। आउँदै गरेको नयाँ सालको शुभकामना सम्पूर्णलाई शुभकामना दिँदै यस स्वागत कार्यक्रम यस मन्तव्य यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम 8 मिटर लम्बाइ रहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु र यो पुल निर्माणको क्रममा केन्द्रीय स्तरको योजना भए अनुरूप केन्द्रीय टेन्डर मार्फत यो कार्य सम्पन्न भएको थियो। यो कार्य सञ्चालन भइरहँदा नेपालको एकदमै दुर्गम जिल्ला कालीकोट जिल्लाका कामदारहरू यहाँ आएर काम गरिरहेका थिए। सोही अवस्थामा काम गरिरहेको क्रममा भारी बोक्ने क्रममा पुलबाट खसेर 2 जना कामदारहरूले ज्यान गुमाउनु परेको थियो। यहाँहरूलाई पक्कै पनि सर्वविदितै भएको कुरा हो र देश विदेशमा रहने महानुभावहरूले पनि विभिन्न सञ्चार माध्यमहरूबाट अवश्य पनि जानकारी पाउनु भएको थियो होला। उहाँहरूको निम्ति ठेकदार पक्षबाट र स्थानीय विभिन्न निकायहरूबाट चन्दा सङ्कलन गरेर उहाँहरूको पार्थिव शरीरलाई बेनीको घाटमा दाह संस्कार गर्न सफल भएका थियौँ र परिवारजनलाई चाहिँ ठेकदार पक्षबाट केही राहत रकम उपलब्ध गराउन सफल भएका थियौँ र उक्त 2 जना दिवंगत मृतकको निम्ति हामीले सम्पूर्ण आज उपस्थित महानुभावहरूले 1 मिनट मौन धारणको लागि यथास्थानबाट उठेर मौन धारण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। जुनै कारण भन्छ ल हात लाउनु है ल मिलाएर सबैले हात ल ल ल ताली बजाऊ हजुर हातलाई राख्ने ल ल ल है ल खास के सबैले ताली बजाऊ दाइले त्यताको भाती गर्नु भन्छ। नयाँ वर्षको शुभकामना पनि गाउँबाट पनि सम्मान गर्दै हुनुहुन्छ। हाम्रो गाउँका एक बान्धवका आमा समूहहरूले हाम्रो व्यक्तित्वजीवलाई चाहिँ
धेरै खुसी छु। यो पुल बनेको त झन्डै 5 वर्ष पहिला हो, तर कोभिड-19 को कारण विविध कारणहरूले गर्दाखेरि बेलैमाथि उद्घाटन हुन सकेको थिएन। बाँधुक बेगका जनताहरूलाई वारपार हुनको लागि झन्डै 3 घण्टा 4 घण्टा लाग्थ्यो भने जब यो बेगबाँधुक झोलुङ्गे पुल निर्माण भयो त्यस पश्चात यहाँका जनताहरूले आधी घण्टामा नै आवत जावत गर्ने एकदम ठुलो अवसर पाएका छन्। त्यस अर्थमा यो पुलले यहाँका बासिन्दाहरूलाई महत्त्वपूर्ण। यो पुलको निर्माण कहिलेबाट सुरु भयो र अनि लागत कति जति भएको थियो होला? यो पुलको निर्माण 2073 साल 3 महिना 31 गते सुरु भएको हो र यसको लागत एस्टिमेट झन्डै 2 लाख कति समथिङ 2 करोड 70 लाख समथिङ रकममा निर्माण भएको पुल हो। यसको यो पुल भन्नुभन्दा पहिला नेपाल राज्यले योभन्दा लामो पुल थिएन। जब यो पुल निर्माण सम्पन्न भइसक्यो त्यहाँ अरू जिल्लामा यस्तै लामो खालको पुल बनिएको र हाल बागलुङ नगरपालिकामा योभन्दा लामो पुल बनेको छ। यो नेपालकै दोस्रो लामो पुल झोलुङ्गे पुल। यो पुललाई पर्यटन क्षेत्रको रूपमा पनि लिन सकिने अवस्था देखिएको छ। यसलाई कसरी हेर्न सकिन्छ? भोलिका दिनमा यो पुलमा पर्यटन क्षेत्रलाई कसरी टेवा पुर्याउन सकिएला? यसलाई यो नजिकैको हाम्रो रौतहट गाउँपालिका वडा नम्बर 1 को पारी बागलुङ गाउँ हाम्रो बेलायतका विशी क्रस्तुल बहादुर तिलिजाजीको गाउँ परेको कारणले गर्दाखेरि चिप्ल्याङ बाँधुक लामो पुल हुँदै बेग भगवती हुँदै गलेश्वर निस्किने पदमार्ग पनि निस्काउन सकिने र यहाँभन्दा माथि रुइसे भएर धौलागिरी आइसफल जाने बाटोलाई ट्र्याकलाई पनि हामीले जोड्न सकिने भएकोले यसको डिपिआर चाँडै बनाएर यसलाई चाहिँ पर्यटन पदमार्गमा चाहिँ विस्तार गर्ने हाम्रो कोसिस जारी छ।
धन्यवाद। आजको बेगबहादुर झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथि आदरणीय मामा माननीय खम्बीर रब्रुजाज्यू, विशिष्ट अतिथि प्रदेश सदस्य माननीय हरिभण्डारीज्यू, उपस्थित सम्पूर्ण अतिथिगण लगायत सम्पूर्ण गाउँलेवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा म रौगङ्गा गाउँपालिका वडा नम्बर 1 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई हाम्रो यो गाउँमा स्वागत गर्न चाहन्छु। र आज धेरै समय पश्चात हामीले यो झोलुङ्गे पुलको उद्घाटन गर्ने अवसर मिलेको छ। झन्डै झन्डै 5 वर्षपछि हामीले पुलको उद्घाटन गर्न गइरहेका छौँ। यस पुलको लागि विभिन्न व्यक्तित्वहरूले विभिन्न भूमिकाहरू खेल्नु भएको छ। यसको लागि म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर चिरञ्जीवी पौडेलज्यू जो तत्कालीन अवस्थामा जिल्ला विकास कार्यालयमा प्रमुखको रूपमा बस्दै गर्दा यो झोलुङ्गे पुल निर्माण भएको थियो, उहाँको पनि विशेष योगदान भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। र स्थानीय सम्पूर्ण जति पनि यस पुलको लागि भूमिकाहरू खेल्नुभयो सबैलाई म धन्यवाद दिन चाहन्छु। यो पुलले बेगबहादुरको जनताहरूलाई अत्यन्तै सहज र सरल बनाएको छ, किनभने यो पुल बन्नुभन्दा पहिला बागडुग र बेगाका जनताहरूलाई वार पार गर्नको लागि 3-4 घण्टाको समय लाग्थ्यो भने तत्कालीन अहिलेको अवस्थामा यो पुलबाट बागडुग जानु र आउनु हिँड्ने मान्छेलाई आधी घण्टाको समयमा पुग्छेको छ। त्यसैले यो पुलको एकदमै महत्त्व छ र यो पुल पर्यटन प्रवर्धनको लागि पनि महत्त्वपूर्ण भएको कारणले गर्दा यसको डिपिआर भइसकेको र यहाँ मान्यज्यूहरू हुनुहुन्छ, प्रदेश सरकारका मान्यज्यूहरू हुनुहुन्छ, संघीय सरकारका मान्यज्यूहरू हुनुहुन्छ, गाउँपालिका अध्यक्ष बहादुर भण्डारीज्यू पनि यही हुनुहुन्छ। सम्पूर्ण नेताज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु, यो तिप्लेङदेखि बागडुगदेखि लामो झोलुङ्गे पुल रुइसे हुँदै धौलागिरी पदमार्गमा यो ट्र्याकलाई पनि जोड्न सकेको खण्डमा यहाँका स्थानीय जनताहरूलाई आर्थिक अवस्थामा के सबल बनाउन सकिन्छ कि भन्ने मेरो विचार छ र यहाँहरूले अवश्य पनि साथ दिनुभयो भने अवश्य पनि यो पदमार्ग एक दिन सम्पन्न गराउन सक्नेछौँ। र यो झोलुङ्गे पुलमा आउँदै गर्दाखेरि हामीले देखिसकेका छौँ बाटाघाटाहरू, मोटर बाटाहरू अत्यन्तै खराब भइरहेका छन्। ती खराब बाटाहरूलाई पनि हामीले निर्माण गर्नु छ। जति हामीले बजेट प्राप्त गर्छौँ ती बजेटले ती बाटाहरूलाई निर्माण गर्नको लागि असम्भव भएको कारणले गर्दा आज हामी यहाँ एकदम खुसीको साथ हामीले उद्घाटन गर्दैछौँ। तर ती बाटाका अवस्थाहरू हेर्दा अलिकति मन दुख्ने अवस्था पनि छ। त्यसैले गर्दा यी कुराहरूलाई पनि यहाँहरूले मनन गरिदिनु हुनुहुन्छ भन्ने म पूर्ण आशा गरेको छु। र म धेरै कुराहरू गर्न चाहन्न, सबै कुरा यहाँहरूलाई सर्वविदित छ। र हाम्रो कार्यक्रम मेन कार्यक्रम महादेव माविको उद्घाटन गर्ने कार्यक्रम जीवितै भएको कारणले म धेरै समय लिन चाहन्न।
उपस्थित सम्पूर्ण पाहुनाहरूलाई म फेरि पनि स्वागत तथा धन्यवाद गर्दै आजको यस पुलको उद्घाटनको कार्यक्रम यही अन्त भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।